हिँड्नुपर्छ क्या केही नहिँडिकन केही नगरिकन रुममा थचेर बस्ने होइन क्या होइन साथीहरू त्यसरी हुँदैन क्या निक्लिन पर्यो रुम छोड्नु पर्यो बेड छोडेर झर्नु पर्यो गर्मी चायाँ भन्ने होइन क्या घ्याच्च बेड छोड्ने निक्लिने हिँड्ने के छ कता के हुँदैछ डाङडुङ हेर्ने चल्दिने त्यस्तो हो नि त नि दर्शन नमस्ते सबैजनालाई के छ खबर सन्चै आरामै हुनुहुन्छ होला पनि तपाईँहरू भन्ने आश गरेको छु म आज पनि अर्को एउटा भिडियो लिएर आइसकेको छु म तपाईँहरूकै आफ्नै भाइ फ्रेन्ड अनि सो आज चाहिँ छुट्टीको दिन थियो यसो बाहिर निक्लेर भिडियो बनाऊँ भनेर चाहिँ प्लानिङ चाहिँ बिहानैदेखि गरिरहेको बिहान चाहिँ अब रुमतिर बस्यो यसो गरेँ यताउता कपडा सपडा धोयो यसरी सकियो होइन सो अब चाहिँ बाहिर निक्लिसकेको छु दाइ म अगाडि हिँड्छौँ भयो यो चाहिँ हाम्रो गेटबाट गेट नम्बर 5 होइन देख्न सक्नुहुन्छ पछाडिदेखिको चाहिँ गेट नम्बर 5 त्यहाँबाट चाहिँ म निक्लिसकेको छु अब हाम्रो टक्क उता जाने हो अब हिँड्दै के हुन्छ सब ड्याग्नु देखिन्छ ल यो भिडियोमा रहिरहनु होला है त तपाईँहरू पनि यहाँ चाहिँ ग्यास अब मैले भिडियो सुरु गरिसकेको छु अब यहाँबाट लास्टसम्म तपाईँहरू पनि रहनु होला है त है गाइज म चाहिँ यो ठ्याक्कै रोड क्रस गर्ने ठाउँमा आइपुगिसकेको छु होइन अब यहाँ रोड क्रस गर्नुपर्ने हुन्छ जेब्रा क्रसिङ हो भनौँ अब के भन्नु खास चाहिँ यसलाई स्पिड ब्रेकर भन्ने हो अब जेब्रा क्रसिङ पनि अब यहाँ नजिक वरिपरि कतै पनि छैन अब यहीबाट तर्ने हो यो स्पिड ब्रेकर हो खास चाहिँ अब यही हो जेब्रा क्रसिङ पनि अब त्यही हो अब हाम्रो यहाँ वरिपरि नै जेब्रा क्रसिङ छँदै छैन क्या के भन्नु टाढा जानुपर्छ सो जेब्रा क्रसिङमा अब म यहाँ चाहिँ पारिपट्टि गइदिन्छु होइन अनि तपाईँहरूलाई म यहाँ पारिपट्टिको भ्यूहरू पनि देखाउन ट्राई गर्छु कस्तो कस्तो हुन्छ भनेर चाहिँ है त्यो पनि देखाउन ट्राई गर्नेछु म तपाईँहरू देख्न सक्नुहुन्छ गाइज होइन मजाले घाम लागिरहेको छ अझसम्म पनि अहिले अलमोस्ट 5:30 भइसकेको छ 5:30 भइसकेको छ तै पनि घाम डेन्जर घाम लागिरहेको छ होइन त्यही हो अब के गर्नु गर्मी छ तै पनि अब यहाँ भिडियो बनाउनु भनेर ट्याक्टर हिँडिसकेपछि केही टेन्सन छैन बनाइदिने हो घाँचुच हानिदिइहाल्ने हो हेर्नुहोस् न यहाँ अगाडि के हो यो स्टेडियम सानो स्टेडियम क्या होइन यहाँ स्टेडियम यो रिसेन्टली बनेको हो होइन अब यहाँनिर मान्छेहरू चाहिँ खेल्न सुरु गरिसकेको छ म त थाहा पनि थिएन अहिले बनिसकेको भनेर हामी त ड्युटी आउँछ जान्छ यति साह्रै बाहिर हिँडिदिँदैन आज 2 महिना 3 महिना पछाडि बल्ल 2 महिना पछाडि भनौँ 2 महिना पछाडि चाहिँ यसो हेरेको ठ्याक्कै देख्यो होइन अब यो सबै बनिसकेर अहिले मान्छेहरू सुरु गरिसकेको रहेछ यहाँ हिँड्नलाई उ गर्नलाई होइन यो खुसी लाग्यो त्यही हो अब डेन्जरसँग बनिसकेको रहेछ म तपाईँहरूलाई चाहिँ यो स्टेडियमको चाहिँ म टक्क देखाइदिन्छु होइन यहाँनिर अब यो चाहिँ ट्याक्क लाएर अनि यो यहाँ चाहिँ पुरा मार्बलहरू हाल्दो रहेछ अब मार्बल के भन्ने टाइम जे भने नि यस्तै हो होइन यहाँनिर हालिदिएको रहेछ तर अब यो म्युजियम डेन्जर भइसकेको रहेछ भित्र जानुलाई चाहिँ अब कसरी हो के हो थाहा छैन मलाई होइन जे भयो नि ठिकै छ नि त यहाँ क्रिकेट खेल्ने ठाउँ रहेछ यो चाहिँ होइन अगाडिपट्टि के रहेछ क्रिकेट चाहिँ खेल्दो रहेछ आजभोलि यहाँ यिनीहरूले क्रिकेट खेल्ने रहेछ कि अनि त्यही हो मजाले यहाँ सायद पुरै लाइटिङ साइटिङ अब रातिमा पनि खेल्नको लागि सजिलो हुन्छ त्यस कारणले सायद लाइटिङ लगाइदिएको होला होइन बवाल छ के रहेछ त ओ माई गड यहाँनिर त खेल्ने ठाउँहरू पनि रहेछ ओ माई गड मलाई थाहै थिएन यार कस्तो मनेसली यार ओ माई गड हे कस्तो दामी रहेछ नि त नि होइन यहाँ बस्ने ठाउँहरू होइन उफ त्यहाँ अगाडि बास्केटबल खेल्ने ठाउँहरू ओ माई गड है यहाँ हेर्नुहोस् बास्केटबल खेल्ने ठाउँ त्यो क्रिकेट खेल्ने यता बास्केटबल खेल्ने अनि यता एक्सर्साइज गर्नको लागि होइन साइक्लिङ गर्नको लागि अनि त्यसपछि यो के हो यसो गर्नको लागि सबै होइन यहाँ यो के गर्ने हो यो यसो गर्ने होला हल्लिने होला यहाँ साइक्लिङ गर्नको लागि यहाँनिर रहेछ अनि यसो अब बसिरहनु यत्तिकै बस्नु रुममा बसेर यत्तिकै मोबाइल हेरेर टाइम बर्बाद गर्नु भन्दा यसो आउनु यताउता अलिअलि गर्दै गर्नु होइन बबाल हुन्छ मलाई यो थाहै थिएन यहाँ यस्तो बनिसकेको छ भनेर यदि थाहा भएको भए म पहिल्यैदेखि नै आउँथेँ थाहा थिएन जे भयो नि टेन्सन छैन अब आजबाट थाहा भयो हामी भोलिबाट चाहिँ सबक आउने गर्छ जस्तै आधी घन्टा 10-15 मिनट जति भयो नि आएर यहाँनिर यसो एक्सर्साइज गर्ने होइन यसो नर्मली एक्सर्साइज अब सबै कुराहरू नभए नि जस्तो छ त्यतिमै यसो गरेर ढ्याङडुङ अलिकति रिस्ता पुष्ट तन्दुष्ट भन्नको लागि यो गर्ने हो होइन टक्क लाएर खुसी लाग्यो अब हिँड्नुपर्छ क्या केही नहिँडिकन केही नगरिकन रुममा थचेर बस्ने होइन क्या होइन साथीहरू त्यसरी हुँदैन क्या निक्लिन पर्यो रुम छोड्नु पर्यो बेड छोडेर झर्नु पर्यो गर्मी चायाँ भन्ने होइन क्या घ्याच्च बेड छोड्ने निक्लिने हिँड्ने के छ कता के हुँदैछ डाङडुङ हेरिदिने चल्दिने त्यस्तो हो नि त नि
अब घाँच अब गर्मी छ यहाँ यताउता भन्ने त्यसै भनेर नबस्ने निक्लिँदै ननिक्लिने यताउता गर्दै नगरेर त कहाँ हुन्छ त नि यार केही पाउनको लागि केही कुरो घुमाउनै पर्छ यदि तपाईँहरू स्वस्थ हुन चाहनुहुन्छ एक्सर्साइज चाहिँ गर्नुपर्छ है जिम जानुहोस् जिम गएर वेट लिफ्टिङ गर्नु होइन त्यो मात्र भनेको नि होइन जे गरे पनि नर्मल एक्सर्साइजहरू जे गरे पनि हुन्छ होइन गर्नको लागि चाहिँ अब त्यो अब यहाँ रहेछ अब सो अब हामी भन्दा नि म चाहिँ अब दिनमा आधी घन्टा चाहिँ म आएर यहाँ यसो एकछिन उफ्रिने रमाइलो गर्ने गरेर कार्यक्रम चाहिँ म गर्छु होइन ल गाइज म चाहिँ होइन एकछिन यहाँ चट्ट खेल्छु होइन एकछिन चट्ट खेल्छु होइन कस्तो हुँदो रहेछ जाममा हालिदिउँ होइन मैले यो यस्तो खालको उयोहरू मैले चलाएको पनि छैन आज चाहिँ यसो फर्स्ट टाइम ट्राई गर्छु कस्तो हुन्छ यहाँ मान्छेहरूले हानिरहेको छ म नि यसो चट्टा हानेर हेरिदिन्छु नि त है ओके मैले त स्टार्ट गरिसकेँ मैले त स्टार्ट गरिसकेँ स्टार्ट गरिसकेँ वाह भाइले चाहिँ चुई चाहिँ पिङ खेलेको अवस्था यो चाहिँ अब नयाँ स्टेडियमको नजिकै बनेको यो सानो स्टेडियम छ क्रिकेट स्टेडियम मान्छेहरू खेलिरहेछन् वहाँनिर अनि यो भाइ चाहिँ यहाँबाट चुई खेलिरहेको अवस्था अरे है यो चाहिँ अब बच्चापनको चाहिँ यादहरू झल्काउने कामहरू चाहिँ अब डोरी लगाएर घरमा बलोमा डोरी लगाएर पिङ खेल्ने पहिलेको बच्चापनको यादहरूलाई झल्काउनको लागि चाहिँ भाइ चाहिँ यहाँ खेलिरहेको अवस्था है यो मेसिनहरू अब अहिलेको लागि चाहिँ फ्रीमा प्रोभाइड भइरहेछ र सबैजना खेलिरहेछन् यो चाहिँ अब भाइले पनि मौकामा चौका हानिहालौँ न त भनेकोले गर्दाखेरि यो भिडियो चाहिँ बनिरहेछ है अब यो क्यामेराको धनी मोबाइलको धनी भनेको चाहिँ यो क्यामेरा भिडियोमा देखिएको र म चाहिँ सहयोगी पात्र सधैँ सँगै हामी भिडियो बनाउने हामी चाहिँ दोस्त अब कुरो भनेको चाहिँ अब यसरी अर्कोमा गयो अब भाइले फेरि आज चौतारीको मादल चाहिँ ट्याङ बजाए जस्तो क्या उसले चाहिँ ट्याक्लासँगले गएर चाहिँ नि यहाँनिर चाहिँ नि अब भिडियोमा उ गर्ने देखिने अनि त्यहाँबाट यसो अब अझै मलाई अगाडि आइदिनुहोस् भन्ने कुराहरू भाइको आग्रह अनुसार म अगाडि आएँ ल भाइले अब यहाँ माथि हातले पक्रिने होला हात पर हात छोटो भयो मान्छेको हात छोटो यो चिज भनेको चाहिँ पुरा अलिकति अवस्था भनेको चाहिँ त्यहाँ अब अझै उहाँ ल अनि अलिकति सानो ठाउँमा पक्रेर चाहिँ बिचरा अब तन्किरहेको अवस्था भिडियो चाहिँ मन पराएर हेरिदिनु होला किनकि कोसिस जारी नै छ नि त अब ब्लगिङ भनौँ अब तपाईँको चाहिँ नि युट्युब च्यानल अब तपाईँको टिकटक अनि इन्स्टा अनि त्यहाँबाट फेसबुकमा अलिकति एक्टिभ भएको र जोस जाँगर निकालेको मान्छे हो र अगाडि बढाइदिनु सहयोग गर्नुभयो सहार सपोर्ट अनि तपाईँले चाहिँ नि लाइक कमेन्ट र सेयर गरिदिनु भयो भने माया प्रतिक्रिया जनाइदिनु भयो भनेदेखि हामी पनि अलिकति अगाडि अब बढेर चाहिँ नि हजुरहरू सानो केही इन्टरटेनमेन्ट एउटा मोटिभेसनल समाजमा गाउँघरमा विदेशमा घटेका घटनाहरू अब कसरी घट्छन् र किन चाहिँ सचेत हुनुपर्छ कसरी चाहिँ भन्ने खालका कुराहरू चाहिँ हामी हरेक भिडियोहरूमा एउटा पार्टहरू चाहिँ सिक्ने र सिकाउने तरिकाले नै चलिरहेको हुन्छौँ अब कतिपय भाइले चाहिँ अब यहाँ पनि अब सकेको अवस्था हो अब अर्को कुनमा जाउँ भनेर अलमलमा परेर चाहिँ नि हिँडिरहेको अवस्था हो अब यहाँनिर खाली नभएपछि चाहिँ ऊ चाहिँ लुइ हिँडिरहेछ त्यहाँनिर अब त्यहाँ गयो यो पनि ठुलै छ मान्छे सानो सामान चाहिँ ठुलो यो चाहिँ के गरेको होला भाइले भन्दाखेरि त्यो चाहिँ खुट्टाको एक्सर्साइज हो नि लड्नु त लडिँदैन नि लड्यो भने गाह्रो हुन्छ नि कसरी हल्लिन्थ्यो कमर थोड़ा लंबा होना चाहिए है ना मुश्किल नहीं देखा पूरा हिलता है एकजना अब इन्डियन सर पनि आउनु भएको छ यहाँनिर अनि उहाँले सिकाउँदै हुनुहुन्छ यसरी गर्नुपर्छ यसरी हल्लिनुपर्छ कम्मरको एक्सर्साइज चाहिँ एकदम राम्रो हुन्छ भनेर चाहिँ यहाँनिर ल
ऑटोमेटिकली आफै आपसे आप चलता है जब आप खुद स्टार्ट कर दो तो थोड़ा सा पावर लगाने से चलता है। वाह अच्छा है, बढ़िया। वाह ल ट्राई योर बेस्ट। वाह यस प्लीज। ओके keep it on try your best। yes why try it of course, why not? Every impossible things you have to make possible, you know, try your best and make possible this। yeah yes you know। wow भनेको नि मैले भनेको नि भन्नुपर्छ क्या यसरी अनि कोही चाहिँ मोटिभेट गर्ने खालको मान्छे पनि हुनुपर्छ क्या। मैले मोटिभेट गरेँ नि त, अलिकति भनिदिएँ नि त मैले ट्राई गर्नुपर्छ भनेपछि आँट आयो नि त। नभएदेखि तिमी लड्छौ होला भनेको थिएँ मैले भनेदेखि तिमी त्यो कामै गर्दैन थियो क्या भाइ हो। यो भिडियो चाहिँ अब सबैले मन पराउनु नि हुन्छ होला क्या। कतिपय एक्सर्साइज गर्ने मान्छेहरूले चाहिँ यसलाई चाहिँ एकदमै पोजिटिभ हिसाबले नै हेर्नुहुन्छ नि त। कम्मरमा एकदमै एक्सर्साइज भइरहेको छ नि त खुट्टाहरू। खतरा हो नि त मान्छे सानो भए पनि आँट त ठुलो छ नि त। अनि कसैले हेपेर हुन्छ भोलि चाहिँ नि अनि आफ्नो त्यहाँ हेर्नु न मान्छे कति नै ठुलो छ त। यहाँ हेर्नु त ल यति क्यामेरामा अटाइरहेको छ ल हेर्नु, तर उसको आँट हेर्नु त्यहाँ हेर्नुहोस्। अब उयो अहिले भरे भिडियो अपलोड गर्ने मान्छे नि उयो हेर्नुहोस् है, मन पराइदिनुहोस् ल हेर्नुहोस्। देख्नुभयो गर्मी छ यस्तो पसिना खलखली। अनि ल हेर्नु जुन महिनाको यो भनेको जुन महिना हो यो। अनि यस्तो हल्लिएछ पुरै संसारै हल्लियो जस्तो भइरहेछ अरे उसलाई चाहिँ। किन भन्दाखेरि त्यो चाहिँ अलिक अनौठो नौलो काम गरेको हुनाले। अब पानी पिउन मन लाग्यो होला, त्यो पानीको बोतल अर्कैको, त्यो हाम्रो होइन है, टिप्न हुँदैन त्यो गर्न मिलेन। अलिकति हामी साइकलिङ, यो भनेको चाहिँ साइकलिङ हो। एकजना सरले गरिरहनु भएको छ। भाइ चाहिँ अब यहाँनिर चान्स पाइन्छ र गरिन्छ भनेर त्यहाँ पर्खिराखेको, उसलाई रहर लागेको एकदमै त्यही कुरा गर्नलाई। त्यहाँ चाहिँ मान्छेले नछोडेको अवस्था हो। अनि त्यस्तो हुँदाखेरि चाहिँ जस्तै अब भन्नु पर्दाखेरि आफूलाई भोक लागिरहेको अनि अरू कसैले चाहिँ खाना खाइरहेको अनि मलाई पनि अलिकति चान्स पाइन्छ कि भनेर वरिपरि घुमेको जस्तो अवस्था क्या। यो अवस्थालाई चाहिँ त्यस्तो भनेर मान्न सकिन्छ। उसले चाहिँ त्यहाँ हेरेको क्या। यहाँ गएर साइकल सुङ कुदाइन्छ। साइकल कुदायो किप इट अप ल। सर खतरनाक तरिकाले ल कुद्दैन क्या। टाइट छ, टाइट हुँदो रहेछ हो। सुइसी हान्ने हो नि, खुट्टा छोटो भएको अवस्था हो, नभेटेको अवस्था हो र होइन नि। त्यतिको त कुदाइहालिन्छ नि। आमा त्यतिको पनि नकुदाएपछि त गाह्रो भइहाल्छ नि। कुदाम ट्राई योर बेस्ट। yes keep it on yes go yes continue yes wow कहाँसम्म पुग्ने यात्रा हो? हेटौँडासम्म पुग्ने हो कि क्या आज? आमा रूपन्देहीबाट हेटौँडासम्मको यात्रा जस्तो छ नि त। पुगेला के त आज? रात पर्न आँटेको अवस्था छ। ल गयो मान्छे खिचाउला है, मलाई खिचाउला है। कुरो ल अब चाहिँ गलेको अवस्था भयो। गाह्रै छ खुट्टा बिचरा। देख्नु बिचरा भनेर त्यतिकै छोड्ने चाहिँ होइन, भिडियो हेरेर होइन एकचोटि सब्सक्राइब चाहिँ गरिदिनु होला। हजुरहरू समक्ष मैले आग्रह गरेँ है त। फेरि अन्यथा नसोच्नु होला, किनकि यो चाहिँ हामीले चाहिँ एकदमै अगाडि बढ्नका लागि केही भिडियोहरू गराइरहेका छौँ अबुधाबीमा बसेर। गाइस छ नि आजको भिडियो चाहिँ हामीले सकाइसकेका छ अनि आज चाहिँ डेन्जर एक्सर्साइज पनि गऱ्यो। अब हाम्रो डेन्जर थकै पनि लाग्छ होइन। अब गोर घ्याच चाहिँ बस्ने हो। अब दाइले डेन्जर एक्सर्साइज हानिसक्नु भयो होइन। अब दाइलाई आज गोर घ्याच चाहिँ सुत्छन्, दाइ पनि थकै लागेर होइन। त्यही हो अब एक्सर्साइज
लामो समय भइसक्यो नि त होइन त्यही भएर नि धेरैपछि सो भोलिबाट चाहिँ अब हामी कन्टिन्यू अब त्यो हामीले लोकेसन चेन्ज गर्नुपर्छ अब यतातिर आउने गर्नु पऱ्यो है दाइ है हामी अब ड्युटीबाट आउन ढिलो हुन्छ कि अब आज अलिकति छिटो लिएर आइदिइहालेको केही छैन भोलि 5:30 बजी निक्लौँ नि त के भएर नि 5 बजी त तपाईँ पनि आइपुग्छ म 5 बजी 5:30 बजी निक्लौँ केही छैन लो गाइज थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन सपोर्ट किप लाइक किप वाट के भन्छ दाइ सेयर सब्सक्राइब पनि है फलो अनि अरू गर्नुभयो भनेदेखि जस्तो भिडियो हामीले हाल्छौँ जस्तो जस्तो हजुरहरू समक्ष पहिलो मेम्बर भनेको हजुर हुनुहुन्छ लक्की पर्सन हाम्रो भिडियो हेर्नलाई अनि हामी चाहिँ एकदमै तपाईँले लक्की भएर जुन भिडियो हेर्नुहुन्छ त्योभन्दा डबल लक्की चाहिँ हामी हुन्छौँ अनि हजुरले हेरिदिनु भनेकै हाम्रो लागि सौभाग्यको कुरा हो अनि कमेन्ट गरिदियो भने किन भन्नु कमेन्ट गर्नुभयो भने भन्नुपर्छ कमेन्ट गर्नुहोस् कहाँ आनेर मिलेन के सुधार गर्नुपर्ने हजुरहरूको कमेन्ट आएन भने हामी चाहिँ यत्तिकै चल्ने रहेछ भनेर ग्रुप बनाइराखेको हुन्छ कति कुराहरू चाहिँ नमिलिराखेको हुनसक्छ त्यही भएर हजुरहरूको कमेन्ट जरुरी छ है सकारात्मक तरिकाले बाटोबाट जाँदाखेरि चाहिँ हामी कुन तरिकाले जाँदा हुन्छ हजुरहरूलाई कहिलेकाहीँ थाकेको बेला थकान मेटिने खालको र देश विदेशमा घटेका घटना गाउँघरमा घटेका घटना घर परिवारमा घटेका घटनाहरूलाई समेट्नु पर्दा हामीले कसरी गर्नुपर्छ भन्ने कुरा चाहिँ सुझावबाटै सल्लाह सुझाव कमेन्टको मार्फत होइन हजुरहरूबाट पाउनु नै हाम्रो लागि सौभाग्यको कुरा हुन्छ अनि हामी सुधार्ने एकदमै ट्राई आवर बेस्ट भनेर चाहिँ अगाडि लाग्नेछौँ है सपोर्ट गर्न चाहिँ नबिर्सिनु है दाइले भनिदिनु भएको जस्तो अब मलाई त त्यस्तो कुरा भन्न हुँदैन जे आउँछ त्यही भनिदिनु होइन सो जे भनेको छ त्यो चाहिँ यहाँ चाहिँ गरिदिनुपर्छ ल त्यही भने ल बाई थ्याङ्क यू सो मच